हजुर नमस्ते सबैजनालाई एन्ड वेलकम ब्याक टु माई च्यानल न्यू डे न्यू भ्लग सो आज पनि घरबाट स्टार्ट गर्दैछु म भ्लग है गाइज अनि यहाँ अब चाहिँ म कुकुरहरूलाई खाना दिन्छु त्यहाँबाट म खाजा खान्छु त्यहाँपछि म घरबाट निस्किन्छु आज चाहिँ हल्का सानो राइड हुन्छ है सो कहाँ जान्छु म तपाईँलाई अहिले देखाइहाल्छु भनिहाल्छु होइन अनि यहाँ मैले चाहिँ यहाँ रुममा चाहिँ मैले प्लान्ट राखिरहेको छु है यो प्लान्टलाई चाहिँ के भन्छ आई डोन्ट नो है मलाई पनि थाहा छैन नाम होइन अनि अर्को चाहिँ यहाँ स्नेक प्लान्ट छ है स्नेक प्लान्ट पनि राखिरहेको छु मैले प्लान्ट पनि स्नेक प्लान्ट सो दुईजना चाहिँ यहाँ चाहिँ दुईजना भोक लाग्यो होला मर्फी लुफी जाडो भएछ भोक पनि लागेको छ दुईजनालाई है कराउँदैछ अब यिनीहरूलाई चाहिँ म खाना दिन्छु आइज त्यहाँ निकाल्नुपर्छ यिनीहरूलाई यसरी आइज ल अब आइज मसँग आइज ल अब आउँछ यिनीहरू हेर्नु गाइस ए दुईजना आउँदैछ आइज आइज छिटो 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 जम 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 छिटो आइज म गएको यिनीहरू चाहिँ सिधा आउँछ सिँढीबाट झर्छ है अर्को आउँदैछ आइज 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 मुत्नु हिँड पहिला आइज यसलाई चाहिँ पहिला म पलौ टोइलेट गरेर चाहिँ ल्याएर चाहिँ माम दिन्छु मेरो अगाडि कुद्दैछ लुफी चाहिँ आइज अर्को आइज आइज छिटो 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 आइज म भाइ आइज 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 अब यहाँ जान्छ यिनीहरू वासरुम गर्नु झारमा यसलाई चाहिँ टोइलेट आएको छु दियो अर्कोले अब पनि जान्छ आइज न हौ आइज अब कुद्छ मसँग आइज 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 मर्फी आइज आइज मर्फी आइज लुफी यिनीहरू त जिस्केको चाहिँ गर्छ आइज र अब चाहिँ म खाजा खाएर चाहिँ यिनीहरूलाई पनि खाना दिन्छु त्यहाँ चाहिँ म घरबाट निस्किन्छु गाइस है सो अब एकछिन भेटौँ ए अहिले चाहिँ यिनीहरू दुईजना यहाँ खाना खाँदैछ होइन यसलाई चाहिँ मैले यहाँ खाना लिएर दिएको माथि चाहिँ साह्रै मैला गरेर दुईजना चाहिँ यहाँ खाँदैछ गाइस है देख्न सक्नुहुन्छ गाइस अहिले चाहिँ मैले यिनीहरूलाई टोइलेट गरेर पनि ल्याइसकेको छु अर्को यहाँ चाहिँ मेरो साइकल सुन्दैछ अनि यो मर्फी चाहिँ अस्ति यहाँबाट झरेको गाइस है यहाँ माथिबाट चाहिँ यहाँ झरेको यत्रो झन्डै कति फिट छ होला यो 5-9 फिट जति छ है गाइस माथिबाट चाहिँ अस्ति मैले त्यसलाई खासै माथि एकछिन छोड्दै थिएँ म त्यो यहाँ मुनि काम गर्दै थिएँ बढाल्दै थिएँ होइन यो त क्वाक करायो कि यहाँबाट झरेको यहाँनिर धन्न केही भएन यसको त्यही भएर चाहिँ यसलाई चाहिँ यो चाहिँ पुरा डराउँछ जस्तो अग्लो चिजहरूबाट क्या जानै मान्दैन अर्को चाहिँ कता र अहिले चाहिँ गाइस म चाहिँ माथि रोडमा आइसकेको छु है अनि आजको वेदर देख्न सक्नुहुन्छ एकदमै फगी वेदर छ है फगी अनि यहाँ म चाहिँ अहिले जाँदैछु गाइस रङ्गुल फाटक आइसकेको छु देख्न सक्नुहुन्छ होइन अगाडि चाहिँ काले भाइ आउँदैछ कहाँ गयो सुकियो गएको पानी बोल्ला नि रेकर्ड भइरहेको छ रेकर्ड हेलो हेलो गाइज कहाँ गयो दुईजना एकछिन तल रेनकोट छैन अन्त छैन पानी पर्ला नि आउँदैन होला ल गएको र
म चाहिँ रङ्गुल फाटक क्रस गरिसकेको छु होइन। बस बस ओए जा 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 जोरबङ्गलो या बारे जान्थ्यो यहाँ अब अनि आज चाहिँ गाइस म चाहिँ सुखे गएको होइन। तपाईँलाई मैले भनेको थिइनँ कहाँ जान्छु भनेर अघि। अहिले चाहिँ म जोरबङ्गलो क्रस भइसकेको छु। यहाँबाट चाहिँ घुम स्टेसन निस्केर चाहिँ ओह्रालो सुखे रोड भएर चाहिँ म आज सुखे जान्छु गाइस होइन। कुन चाहिँ ट्रेल हुन्छ कुन चाहिँ ट्रेल कुदाउनु छ आज। लेट्स गो। जाम चाहिँ जाम छ आज जोरबङ्गलोदेखि नै होइन। अगाडि देख्न सक्नुहुन्छ जाम लागिरहेको छ हल्का, त्यति बेसी छैन। आइपुग्न आँटेको छु। Let's go. Finally घुम स्टेसन। यहाँबाट मलाई लेफ्ट जानुपर्छ होइन। त्यहाँबाट मिली हान्थ्यौँ। र अहिले गाइस म चाहिँ तपाईँको लेप्चा जगत आइपुग्न आँटेको छु होइन। यहाँ चाहिँ यस्तो दामी डाउनहिल छ कि मजा आउँछ यो डाउनहिल कुदाउनु चाहिँ। लेट्स गो गाइस लेट्स गो। गो ऊ तल चाहिँ घाम लागिरहेको रहेछ। अम्बो गाइस यहाँबाट त घाम लागिरहेको रहेछ। नाइस दामी हो। यहाँ चाहिँ वेदर दामी भइरहेको रहेछ, घाम लागिरहेको छ गाइस होइन। देख्न सक्नुहुन्छ। नाइस। Let's go. Woo! यहाँ चाहिँ पहिरो गएको अस्ति देख्न सक्नुहुन्छ होइन। अम्बो नाइस। आइपुगेँ म चाहिँ लेप्चा जगत गाइस होइन। देख्न सक्नुहुन्छ यो हो लेप्चा जगत। अहिले म तपाईँहरूलाई माथि भ्यू पोइन्ट पनि देखाउने छु। र गाइस अहिले चाहिँ म तपाईँको यहाँनिर लेप्चा जगतको भ्यू पोइन्ट आइरहेको छु होइन। देख्न सक्नुहुन्छ यहाँबाट ब्रिज बनाएको छ। म तपाईँहरूलाई अहिले देखाउँछु यो ब्रिज चाहिँ तल गएर। म चाहिँ अहिले यहाँ माथिसम्म जान्छु होइन। अनि यो भिडियो चाहिँ तपाईँहरूले मेरो इन्स्टाग्राम र फेसबुकमा गएर चाहिँ हेर्नु सक्नुहुन्छ है। सो माथिदेखि म एउटा सानो सर्ट्स बनाउँछु यहाँ तलसम्मको होइन। देख्न सक्नुहुन्छ यस्तो छ अहिले यहाँको के भन्छ वेदर चाहिँ है। अहिले चाहिँ फगी चाहिँ अब खोलिसकेको छ होइन। फगी चाहिँ छैन अनि एकदम क्लियर भइरहेछ वेदर चाहिँ देख्न सक्नु। र अहिले चाहिँ म तपाईँको सुखी आइपुग्न आँटेको छु होइन। पेट्रोल पम्प क्रस गरिसकेको छु। यहाँबाट अगाडिबाट एउटा अफ रोड छ। कहाँबाट हो म चाहिँ हेर्दैछु होइन गाइस। सो हेरौँ कहाँबाट रहेछ। ओइ चिप्ल्यो। ए यहाँबाट रहेछ देखेँ मैले होइन।
अफरोड भन्दा पनि यहाँ त रोड बनाइसकेको छ गाइस होइन देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ सिधा तल माथि धुएर निस्किन्छु म चाहिँ होइन लेट्स गो अम्बो गाइस ओ म्यान एउटा बाटो निस्किने यहाँ चाहिँ अहिले तपाईँको होइन रोडै बनाइसकेको रहेछ देख्न सक्नुहुन्छ है छ यहाँबाट चाहिँ कहाँबाट हो बाटो तेर्सो बाटो छ है त्यहीबाट जान्छु म चाहिँ यसको र गाइस अहिले चाहिँ म तपाईँको लाप्चे जग्गादेखि अलिकति माथि भनौँ न यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ है यहाँ चाहिँ घुम चाहिँ 7 किलोमिटर छ है यहाँ आइपुगेको छु 5 बज्न आँटेको छ है अब जाउँ ढिलो नगरी होइन यस्तो पसिना भयो देख्न सक्नुहुन्छ है लेट्स गो गाइस लेट्स गो अहिले चाहिँ म घुम भन्ज्याङ आइपुग्नु आँटेको छु देख्न सक्नुहुन्छ यस्तो लाग्दा फगी छ है सो बिस्तारै जुन अगाडि गाडीहरू स्पिडमा आउँदैछ फगीमा देख्दैन होइन सो लेट्स गो यहाँ चाहिँ लेट्स गो यो चाहिँ पम्प त भएछ लाग्यो टायर ओ फ्ल्याट मेरो चाहिँ यहाँनिर जोरबङ्गलामा आएर चाहिँ टायर फ्ल्याट भइदियो हो मेरोमा एक्स्ट्रा टिप त छ अब म यो चेन्ज गर्छु होइन गाइस अब तपाईँहरू चेन्ज गरिदिनु भेट्छु र गाइस आज मैले चल्ने चाहिँ बनाएँ होइन अब कतिसम्म पुग्छु अरे बिस्तारै जाउँ अब आज घमको रात परिसकेको छ होइन म त यहाँ जोरबङ्गलामा छु टायर पम्चर भएर चाहिँ यदि भयो है सो केही छैन बनाइहालेँ मैले अँध्यारो भइसकेको छु गाइस अहिले चाहिँ यस्तो धमक्कै भइसकेको छ होइन म चाहिँ जोरबङ्गलादेखि घर फर्किँदैछु अगाडि मेरो दुईवटा गाडी छ लाइट पनि छैन त्यो गाडीको पछि हिँड्छु म है अलिक लाइट पनि देख्छ भनेर चाहिँ सो जुन टायर पम्चर भएर चाहिँ मलाई अलिकति ढिलो भयो होइन सो केही छैन कोही कोही बेला हुन्छ यस्तो है